नमस्कार साथीहरू, आज हामी आइपुगेका छौं जर्मनीको निकै सुन्दर र शान्त सहर सन्डरल्यान्डमा। यहाँको पहिलो दृश्य देख्ने बित्तिकै मन नै लोभिन्छ। सफा सडकहरू, हरियाली वातावरण अनि मुभीमा देखिने जस्तै ब्युटिफुल बिल्डिङ्स। बिहानको चिसो हावा र यहाँको पिसफुल भाइबले गर्दा यो ठाउँ झन् स्पेशल लाग्छ। यदि तपाईलाई ट्राभल गर्न र नयाँ ठाउँ एक्सप्लोर गर्न मनपर्छ भने सन्डरल्यान्ड तपाईको लागि पर्फेक्ट डेस्टिनेसन हुन सक्छ। यहाँका लोकल क्याफेस र बेकरीहरू निकै फेमस छन्। फ्रेस कफी र टेस्टी स्न्याक्स खाँदा छुट्टै मजा आउँछ। साथीहरू, यहाँको पब्लिक ट्रान्सपोर्ट पनि निकै व्यवस्थित छ। ट्रेन र बसेस समयमै चल्ने भएकाले ट्राभल गर्न एकदम सजिलो हुन्छ। अब कुरा गरौँ यहाँको सबैभन्दा ब्युटिफुल मोमेन्टको सनसेट भ्यू। जब बेलुकाको समयमा आकाश सुनौलो र गुलाबी रङ्गले भरिन्छ, त्यो दृश्य साँच्चै म्याजिकल देखिन्छ। फोटोग्राफी र रिल्स बनाउन मन पराउनेहरूका लागि त यो ठाउँ हेभन नै हो। हरेक गल्ली र कर्नर इन्स्टाग्राम वर्दी देखिन्छ। मलाई यहाँको सबैभन्दा राम्रो लागेको कुरा भनेको यहाँको शान्त जीवनशैली हो। न धेरै भिड, न हल्ला, बस काम र रिल्याक्सिङ इन्भाइरोमेन्ट। यदि तपाईँ भविष्यमा युरोप ट्रिप प्लान गर्दै हुनुहुन्छ भने सन्डरल्यान्डलाई आफ्नो ट्राभल बकेट लिस्टमा अवश्य राख्नुहोस्। यस्तै ट्राभल भ्लग्स हेर्न मन परे भिडियोलाई लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस् र कमेन्ट गरेर अर्को भ्लग कुन देशको चाहिन्छ भन्न नभुल्नुहोला। धन्यवाद।